दामी भिडियो बनाउनुभन्दा भन्दै श्रीमतीजी सुरुमै रिसाएको अवस्था थियो। रिसाउँदा पकाउँदै हामी सेन्ट्रल लन्डनसम्म पुग्यौँ। फाइनली सेन्ट्रल लन्डन पुगेपछि श्रीमतीजी क्याम्ब्रिज जाने क्रममा ट्रेनमा फकिए अनि हामीहरू हाँस्दै मस्किँदै हामी क्याम्ब्रिजतर्फ लागेर फाइनली पुग्यौँ। हेलो, हामीहरू चाहिँ मेबी स्क्याम भएको अवस्था, 40 पाउन्ड आउने बित्तिकै तिरेको अवस्था। हामीहरू स्क्याम भएको पनि हेर्न सक्छौँ। तिनीहरूको फोटो खिचिरहेको त्यही भएर हामीहरू पैसा दिनेहरू हामीलाई सामान बिकाउने चाहिँ त्यो बसिरहेको खुच्चे हो, त्यसले हामीहरूको पैसा लुटेको हुनसक्छ। तर जुन हिसाबले पुरै लेखिरहेको छ हुँदैन। अब हामी चाहिँ यो बोटानिक गार्डनमा जान आँटेका छौँ। मेरो श्रीमतीजीले चाहिँ टिकटको लागि पर्खिराखेको अवस्था छ, हामी देख्न सक्छौँ। टिकट पनि सायद होपफुली 9.5 पाउन्ड हो। अब हाम्रो पाला आएको छ। हामी चाहिँ गार्डन छिर्ने बित्तिकै त्यस पछाडि बुढीको चाहिँ अलिकति हल्का भिडियो सुटिङ गरेको, अलिकति हल्का मोडल बनेको अवस्था छ। त्यस पछाडि म चाहिँ त्यति गर्दा नै थाकिहालेँ। त्यस पछाडि हल्का थाकेर चाहिँ बसेर विश्राम गरेँ अनि विश्राम गर्ने बित्तिकै निन्द्रा लाग्यो अनि चाहिँ सुते पछाडि हामी त्यस पछाडि ग्रिन हाउस जाने विचार गऱ्यौँ। ग्रिन हाउस जाने क्रममा चाहिँ मैले चाहिँ त्यो फोहोरको गोल खेलेँ। गोल खेल्दाखेरि फाल्ने डस्टबिन नभेटाएर त्यो बोक्दा भएको थियो। त्यस पछाडि हामी चाहिँ ग्रिन हाउस छिर्यौँ। नि बाहिर कस्तो चिसो थियो यो फुल पनि हेर्न न कति राम्रो छ। त्यो अलरेडी नै छ्यामाहरूकोमा देखेको। मेरो दर्शकहरूले देखेको छैन नि त। मेरो दर्शकहरूले एकदम न्यानो के एलोभेरा होइन न्यानो है साँच्चीकै। कति राम्रो कहाँनिर कुन कहाँ मेरो एउटा हात खाली त छैन। उतिकैमा त्यस पछाडि घुम्ने क्रममा हामीले कहिले नदेखेको फुल एकदमै रङ छर्केको जस्तो देख्यौँ भने अनौठो भयो भने एक दुईवटा फोटोसोटो पनि खिचिदिइहाल्यौँ हामीले। अनि त्यस पछाडि हामी फेरि लग्यौँ। ढुङ्गा पानीको छाला पार गरौँ खास। त्यहाँ चाहिँ मेरो श्रीमतीजी छ हुनुहुन्छ। होइन म सुनिरहेको छु, म यहाँ भिडियो गरिरहेको छु। कहाँ म यहाँ भिडियो गरिरहेको छु कहाँ होइन यहाँ रेकर्डै भइरहेछ। यहाँ माथि आउन श्रीमती, कति राम्रो छ फुल। रक गार्डन हिँडिसके पछाडि त्यस पछाडि हामीले सानोतिनो फोटोसुट गऱ्यौँ। अनि त्यो रक गार्डन पछाडि हामीले त्यही फोटोहरू अलिकति हाल्यौँ न त भनेर हालिहाल्यौँ। अनि त्यस पछाडि बुढीको अलिकति फोटोसोटो खिचियो। त्यस पछाडि हामीहरू लगभग हामीले सके पछाडि एक दुईवटा राम्रो फोटो खिचिसक्यो। अनि त्यस पछाडि हामी त्यहाँबाट निस्किने विचार गऱ्यौँ। गर्न बाटोमा बुढीले नै एक दुईवटा फोटोहरू खिच्यो अनि हामी बाहिर निस्क्यौँ। अब हामीले त्यस पछाडि अर्को गन्तव्य हामी म्युजियमतर्फ लाग्ने विचार गरेर हामी म्युजियमतर्फ हिँड्दै गयौँ।
इजिप्टमा पाइपुगिसकेको र सुनको थाल मलाई त सुनको थालहरू पनि मनपर्छ अलिकति I don't know. Jesus so भने जस्तो नि यो पनि किनको छिन एकलट हानेर आउनु छिन इजिप्टको सबै हेरिसके पछाडि त्यस पछाडि हाम्रो गन्तव्य रहेको थियो अलमोस्ट सकिसकेको थियो सबै नै हामीले गलत इन्ट्रान्सबाट छिरेको कारण चाहिँ हामी चाहिँ मेन इन्ट्रान्समा भरे मात्रै पुग्यौँ त्यस पछाडि मेन इन्ट्रान्समा मैले अलिकति फोटोसोटो खिचेँ त्यस पछाडि भिडियो बनाएँ अनि त्यस पछाडि श्रीमतीजीसँग चाहिँ अलिकति थाकेको अवस्था थियो उसलाई अलिकति हिँड्न गाह्रो भइरहेको थियो अनि ठिक छ नि त ऊ बस भनेर उसलाई बस्ने भने अनि त्यस पछाडि म एक्लै हिँड्ने निर्णय गरेँ अनि मलाई चाहिँ अब छोरा मान्छे नि त सुरुमै त्यो गनहरूको अलिकति भिडियोहरू हेर्नु मन लागेको थियो अनि त्यो मजाले हेर्नु पाएको थिइनँ अनि उता बुढी चाहिँ पर इन्ट्रान्समा आराम गरेको बेला फेरि म कुद्दै घुरेर गएँ जुन जहाँबाट छिरेको त्यही ठाउँमा गएँ अनि यो बन्दुकहरू हेरेँ एकदमै मन पर्यो मलाई चाहिँ अब अनि फाइनली हाम्रो नेपालको खुकुरी पनि राखेको रहेछ अनि त्यो खुकुरी पनि हेरेँ अनि म चाहिँ धेरै जसो छक्क चाहिँ जर्मनीहरूको त्यो तरबारसँग परेँ किनभने मेरो हाइटको मान्छेहरू जत्तिकै तरबारहरू थियो खोइ कसरी चलाउँथ्यो थाहा थिएन डबल ह्यान्डेड भन्थ्यो यति लामो थियो अनि हामीले सके पछाडि हामी लाग्यौँ बोटिङतर्फ म चाहिँ अहिले प्राइमार्क जाँदैछु बुढीको जुत्ता खुट्टा दुख्यो अरे अनि चप्पल किन्नुको लागि यहाँबाट 8 मिनटको बाटो छ बुढी उहाँ पर बसिरहेको छ घाम तापेर सर्लक्कै म लागेँ अनि हामी त्यसपछि बोटिङ गर्न जाँदैछौँ चप्पल लगाएर चाहिँ हामीलाई बोटिङको लागि लेट भएको छ चप्पल लगाएर कुद्दैछ चप्पल पाएपछि भ्याउ छ हिंसा पुरै कुद्दैछ नि टोली निकै दौडधुप पश्चात हामीहरू दाइने बुढी आइपुगेको छौँ हाम्रो पर छ होला नि बोटहरू भएको ठाउँ हामी आइसकेको छ अब बोट भएकोमा जाँदैछौँ हामीले त्यो चाहिँ आउनु बित्तिकै टिकट चाहिँ ट्रेनबाट निस्किनु बित्तिकै स्टुडेन्टहरूले कटाएको थियो 50% डिस्काउन्ट दिने भनेको कारणले चाहिँ हामीले काट्यौँ अब हामी जाँदैछौँ 45 मिनटको बोटिङ हुन्छ अनि 9वटा कलेजहरूको चिनाउँदै भन्दै लान्छ गाइडले हामीसँग गाइड पनि हुनेवाला छ हामी आइपुग्यौँ हाम्रो होइन बहिनी काम चाल्यो हामी आइसकेको छौँ हाम्रो 5:45 को हो ल हाम्रो नाउ सुरु भइसकेको अवस्था छ साक्ले माझी दाई यहाँ हुनुहुन्छ माझी दाई पोखरा तालका भन्दै यो हेर्दै जानुपर्ने अरे नि त छेउ everyone, how are we all doing today? Good. Yeah, we're good, thank you. Is this everybody's first time punting? Yes. Exactly. Amazing. Well, you guys got nothing to worry about. It's my first time as well. अनि अझ उता राम्रो आउँछ नि त्यो ब्रिजहरू घाम खिच्नु पर्छ
किरा फटेङ्ग्रा माछा माछा त छैन नो फिस घाम पायो घाम We've got our first college of the tour today, just here on our right hand side now. This is called Magdalen College, founded in 1542 by Thomas Audley, who was the Lord Chancellor of King Henry VIII. They were very close friends, and we actually gifted him this college just. छिमेकीहरूको छिमेकी पार्टीमा हामी अन्त पुग्दै छौँ St John's second student accommodation just here on our right-hand side. Built in 1830. Designed by Henry Hutchinson. It's a really good example of neo-Gothic architecture, or New Gothic. For the new bridge, त्यो यो भइरहेछ है 1 2 3 एकमा हो they नर्मल look identical to the bridge size in Venice, which you guys may know is the original. If any of you have seen the original, you'll know त्यसरी होइन क्या how यस्तो पनि गर न quite भर्टिकल different the two. This is all due to the fact Queen Victoria herself has never actually been to Venice. She's only ever seen a painting of the bridge. Also at the time she had cataract. Of course, her being quite the scary queen. It's really good. बिहानै रोज त देखिँदैन परको ब्रिज राम्रो छ अनि यता चाहिँ घाम खासै इन्ट्रेस्टिङ केही छैन On our left-hand side here now, we do have Cambridge's most iconic view. Now, a lot of people, when they see this view, they think of Cambridge University as a whole. But if you can search up Cambridge, most likely the first thing that's going to come up. Now, everything on our left here is all part of one college. This here is King's College, founded in 1441 by King Henry VI. It was founded to be a finishing school, a private school. Now, what we can see on the view here on our left is King's College Chapel, founded in. The original bridge was made completely out of oak, so it rotted and then fell down, so they had to rebuild it in 1866. Didn't learn from their mistakes though, and built it in the exact same way, so you can probably imagine what happened to that one. They built it one last time in 1905, which is the one that we do see here today. Finally made some changes, made all the nuts and bolts metal. I do believe they changed the look. फुल हेर्नु कि तिमीलाई हेर्नु मलाई फुलले पनि फेरि खाइहाल्यो नि तिम्रो त मेरो अनुहार यात्रा देखिरहेछ होला ठिकै छ